हेलो एभ्रिवान, आज चाहिँ हामी 160 मा गएर यति धेरै सामानहरू लिएर आएको छु। देखाउँछ है एउटा एउटा गरेर। सुरुमा चाहिँ यो बल के भन्छ यो चाहिँ कस्तो क्युट छ के। यो दालहरू हाल्नलाई मासु हाल्नलाई ठिक्क हुन्छ। यो कस्तो राम्रो छ भने यो चाहिँ कतिवटा 5वटा लिएर आएको छ। यो चाहिँ कस्तो क्युट छ। अरू यो टिफिन यहाँ चाहिँ फ्रुट्सहरू हालेर प्याक गरेर कतै जाँदाखेरि लानको लागि चाहिँ ठिक्क छ यो। अनि यो झन् कति क्युट छ। यो यसमा पानी हालेर यहाँ माथिबाट फुल टक्क राख्यो भने कति सुहाउँछ। यो कति क्युट। अनि यो चाहिँ छोरीलाई पेन्सिल र सार्पनर छ। यो चाहिँ सेटवाला हो। यो झन् कति क्युट छ। यसमा पानीहरू कफीहरू राखेर पिउनलाई सजिलो हुन्छ। यसरी टक्क लगाएर जुस खान हुन्छ। अनि यो झन् कति क्युट। यसमा 3टा कोठाहरू छ। यसमा फ्रुट्स हालिने भयो। दाल सालहरू प्याकिङ गरेर लान पनि हुन्छ यसमा चोलामा। अनि यो बबल कति क्युट झन्। यसमा दालहरू ठ्याक्क पकाएर यो खनाएर राख्नलाई हुन्छ। यो चाहिँ कस्तो क्युट। कत्रो ठुलो छ। हेर्नु न कस्तो सस्तोमा 160 मा यति पाउनु भनेको त राम्रो होइन त गाइज। अनि यो झन् मेरो फेभरेट कस्तो राम्रो छ। यो कति क्युट एप्रोन हेर्नु नि। ओ माई गॉड कस्तो राम्रो छ। यो यति सस्तोमा पाएको छ यो। ओ माई गॉड। यो झन् यो चाहिँ तरकारीहरू काट्नको लागि हामीले कति बजारमा कति खोजेको 600-700 भनेर अनि किन्दै नकिन बसेको। अनि त्यहाँ चाहिँ 160 मा पाएर यो लिइहालेको। यो चाहिँ 2टा छ। अर्को कहाँ अन्त यो झन् कति ठुलो छ। ओ माई गॉड यो ठुलो छ झन्। यो मासुहरू काट्नलाई सजिलो हुन्छ यसले चाहिँ। अनि यो मिरर पनि कति क्युट छ यो। अनि यो चाहिँ दालहरू चामलहरू खन्याउनलाई अथवा हामीलाई अब बनाउँदाखेरि हाल्नलाई युज हुन्छ भनेर यो चाहिँ लिएको मैले। यो मिरर झन् कति क्युट पकेट मिरर हेर्नु न। यो कस्तो राम्रो। वाउ यो 2टा मैले 2टा लिएको मन परेर। मिरर त थियो खासै आवश्यक नभए पनि मैले लिइहालेँ। अनि यो क्रिमहरू चाहिँ खासै त थाहा थिएन के कस्तो हो भनेर तैपनि लिइहालेको चलाउनको लागि भनेर। हात खुट्टातिर लाउनु हुन्छ अब। कालो यसले चाहिँ व्हाइटनिङ बनाउँछ अरे भनेर अनि मैले लिइहालेको। यो नि राम्रो रहेछ। टेस्ट गरेर हेरेको। यति नै हो गाइस। यो पकेट चाहिँ यो पकेट पनि कस्तो क्युट छ हेर्नु न। यो मिठो कलर एकदम राम्रो। ल आजलाई यति नै। बाई बाई।